आजको यात्रा चाहिँ हामी चिसो पानी खान गइरहेका छौँ। यो चाहिँ हाम्रो पुरानो कुवा। पानी त खानै पर्यो, तिर्खा लाग्यो। बाटो भने यसो छ रे बाबा रे बाबा। बाटो भने कडा छ है। यस्तो बाटोमा हिँड्नुपर्छ, यस्तो बाटो छ। अब हामी पानी त खानै पर्यो। यहाँ किन छोरो, कस्तो छ बाटो? अप्ठ्यारो छ? हिट बाटो त यस्तै छ नि। फेरि भ्यू पनि हेर्नु भयो अरे खतरै छ त फेरि। ल ल ल ल ल ल हिँड। पहाडको बाटो कठिन त भइहाल्छ नि, होइन? हुन्छ कि हुँदैन? हिँड्नै त पर्यो, होइन? ल हिँड्नु त पर्यो, भात त खानु पर्यो, होइन? ल हिँड ल। यस्तो अन्धकुण्डाल बाटो छ। अब चाहिँ हामी एकदमै हाम्रो पुराना पुर्खाले बनाएको चिसो पानी त खानै पर्यो, शुद्ध मूलको पानी। यो चाहिँ उतो डाँडाबाट फुटेर आउने पानी हो। पानी चाहिँ सानो छ, केही पनि पिनलाई त बाबा रे बाबा। चिसो नै चिसो, बिस्लरी भन्दा मिठो। अब पानी त यसरी पिनै पर्यो। अरे हो पहाड भनेको त स्वर्ग नै हो नि, स्वर्ग। यस्तो मिठो पानी पिनलाई त ठुलो निधार हुनुपर्छ, यत्रो निधार। सहरको मान्छेले घमण्ड गरे पनि यस्तो शुद्ध पानी पिउनलाई त भाग्यमा लेखेरै आउनुपर्छ। हेर्नुहोस् न, काहीँ जमाना भएको पानी हो यो शुद्ध पानी, एकदमै चिसो, गर्मीमा पनि चिसो पानी। जति पिए पनि पिउँ लाग्ने, प्यासै नमेटिने। यो त हाम्रो भाग्यमा लेखेकै हो। बिस्लरी फिल्टर गर्नुहुँदा यो त फिल्टर गरेको पानी हो हजुर, फिल्टर गरेको मूलको चिसो पानी।